नमस्कार। के तपाईँहरूलाई थाहा छ सम्बन्ध विच्छेद भएको जोडीको कुनै बच्चा छ भने सो बच्चा बाउ या आमा कोसँग बस्नुपर्ने हुन्छ भनेर? यदि थाहा छैन भने आउनुहोस् नेपालको कानुनले यस सम्बन्धी के व्यवस्था गरेको छ एकपटक जानकारी लिउँ। मुलुकी देवानी संहिता 2074 दफा 115मा श्रीमान र श्रीमतीको बच्चा छ र उनीहरूको डिभोर्स भएको छ भने उनीहरूबाट जन्मेको बच्चा 5 वर्ष उमेर मुनिको नाबालक छ भने आमाले अर्को विवाह गरेको भए वा अर्को विवाह नगरेको भए पनि निजले चाहेमा आमाकै जिम्मामा रहने व्यवस्था गरिएको छ। यदि बच्चा 5 वर्षभन्दा माथिको र 10 वर्षभन्दा मुनिको नाबालक छ भने आमाले अर्को विवाह गरेकोमा बाहेक निजले चाहेमा निजकै जिम्मामा रहने हुन्छ। यदि बच्चा 10 वर्ष उमेर पुरा गरिसकेको भए बाबु या आमा कोसँग बस्ने भन्ने बारेमा निर्णय गर्नुपर्ने अवस्था आएको छ भने नाबालकको राय लिन सकिन्छ र नाबालकले आमा या बाउ जोसँग बस्छु भन्छ सोहीसँग बस्न दिनुपर्ने हुन्छ। यदि सो बच्चाको जिम्मा लिने बाउ र आमाको मृत्यु भयो भने जीवित रहेको आमा या बाउले उक्त बच्चाको जिम्मेवारी लिनुपर्ने हुन्छ। तर सम्बन्ध विच्छेद गर्दा सहमति पत्रमा बच्चा सम्बन्धी जे सहमति भएको छ सोही सहमति बमोजिम नै हुने गर्दछ। आमा बाउ भिन्न बसेको अवस्थामा आमाको जिम्मामा रहेको बच्चालाई बाउसँग र बाउको जिम्मामा रहेको बच्चालाई आमासँग भेटघाट गर्ने मौका पनि दिनुपर्ने हुन्छ र सहमतिमा बच्चा आमा या बाउसँग बस्न चाहन्छ भने सो बच्चालाई केही अवधिको लागि आमा या बाउसँग बस्न पनि दिनुपर्ने कानुनी व्यवस्था रहेको छ। धन्यवाद।